ब्यानर के बनाउनु भयो? दाइ नमस्कार। सम्पूर्ण उपस्थित भक्तजनहरू र गोर्खा जिल्लाका बाटोबाट लाने गरिन्थ्यो भने 42 सालभन्दा पछाडि अरनिको राजमार्ग निर्माण पश्चात हामी गाडीबाट पठाउने गरिरहेका छौँ। त्यसैको सङ्घारमा छौँ। सम्पूर्णलाई म हार्दिक स्वागत गर्दै धन्यवाद ज्ञापन गर्दै म यो आज बेलुका फेरि 4 बजे गोरखकाली मन्दिरमा फुलपाती भित्र्याउने कार्यक्रम रहेको छ। मूल पुरोहितज्यूले दिनुभएको समय अनुसार बेलुका 4 बजे हामी गोरखकाली मन्दिरबाट सती पिपलमा लिन जानेछौँ। त्यति बेला हाम्रो बढाइसहित हामीले भित्र्याउने कार्यक्रम छ। त्यस अवसरमा यहाँ उपस्थित हुनुभएका सम्पूर्णलाई हार्दिक निमन्त्रणा भन्दै म चाहिँ यो टुङ्ग्याउन चाहन्छु। हस्त सबैले ताली बजाएर गाडीलाई बिदाई गरिदिन हार्दिक अनुरोध गर्छु। दसैँको शुभकामना सबैलाई।